के हजुरलाई लाग्छ जिन्दगीमा पैसा नै सबैभन्दा ठुलो कुरा हो बाबु, किनभने जिन्दगीमा पैसा जस्तो ठुलो केही छैन। अब अस्ति कोरोना लागेको बेलामा अब एकचोटि सास फेर्नलाई कति गाह्रो भएको थियो। यो क्यान्सर लागेको मान्छेलाई क्यान्सरबाट त्यो क्यान्सरको त्यो रोग फाल्नलाई पैसा घर खेत सबै गएर पनि विदेशबाट सहयोग माग्नु परेको थियो। त्यही भएर जिन्दगीमा पैसाको एकदमै आवश्यक छ। र म यो घर बचाउन चाहन्छु र मेरो आमालाई जिन्दगीभरि साथ दिन चाहन्छु। त्यही सोचेर त तिमीहरू पछि परेको छ। मेरो छोरो विदेशमा छ, टन्न पैसा कमाएको छ, नेपालमा पनि पठाएको छ, अब कार चलाएर हिँडेको छ। अब तिमी चाहिँ मोटरसाइकलको त के रे के जाति भन्छन् नि किस्ताबन्दी हो त्यसमा अड्किएका छन्। मलाई हजुरको सम्पूर्ण कुरा सुन्दाखेरि र बुझ्दाखेरि के लाग्छ भने तपाईले धेरै कुराहरू पाउनु भएको छ, तर धेरै इम्पोर्टेन्ट कुराहरू गुमाउनु पनि भएको छ जस्तो छ। आउनु भएको छ नि, कहिले जानुहुन्छ? किन र केही दिन बस्छ? हेर्नु है, मलाई आन्टीको बिहेभियर राम्रो लागिरहेको छैन। किन र के भएर? आन्टीले यताको कुरा उता, उताको कुरा यता गर्नुहुन्छ के? त्यस्तो चाहिँ छैन है। किन गरेको छैन? हेर्नु है, मैले पहिला नै हजुरलाई सम्झाइदिइरहेको छु नि। फेरि म कतिको डेन्जर हो भन्ने कुरा त थाहा छ नि तपाईँले। त्यस्तै हो भने भइहाल्यो नि, म कोसिस गर्छु नि त। ओके ल, अबको 2-4 दिनमा चाहिँ तपाईँले कोसिस गरेर आन्टीलाई पठाइदिनुहोस् है त। कोसिस गर्छु भनेकै छु नि, के गर्ने? मान्न त मेरो छोरो पनि मानेको थिएन नि, मैले बल जल्ती गरेर पठाएको। अनि विदेशमा रमाएको छ, उतैको नाइट त भयो, अब उतै घर बनाएको छ। म पनि बेला बेला जाने आउने गर्छु। दिदीको छोरो पठाउन पाएँ भने दिदी पनि त्यसै गर्नुहुन्थ्यो भनेर भनेको नि दिदी। हुनु त हो नि नानी, मलाई केही थाहा पनि छैन। फेरि विदेशमा कस्तो कस्तो नराम्रो कुरा सुन्छु, डर लाग्छ क्या मलाई त। हेर्छु भन्दा भन्दै कहिले मान्दैन। अब मैले भनेको कहाँ सुन्छन् र? अब आफ्नो चित्त यसै गरी बुझाउनु पर्छ। होइन, समीरले के गर्न खोजे? हुँदा हुँदा कति पछि आएको बहिनीलाई 2-4 दिनमा घर पठाऊ भन्छ। कसरी सम्भव छ यो? दिदी हजुर हजुर त यहाँ पो बस्नु भएको छ। मैले यताउता खोजेँ कहीँ पनि देखिनँ। गरेर बसे नानी के गर्ने? घर फोहोर गरेर राख्नु भएन। अनि साँच्चै दिदी म यहाँ केही समय बस्छु भनेर सोचिरहेको। उता घरमा पनि म एक्लै, यहाँ बस्यो भने हजुरसँग खुसी हुन्छु क्या दिदी। भइहाल्छ नि, आफ्नै दिदीको घरमा बस्ने हो, बस्दा भइहाल्छ। आन्टी हजुर ल ठ्याक्कै भनिदिनु न त, हजुर कहिले जाने? अब आफ्नो दिदीको घरमा बस्न पनि अब कहिले जानुहुन्छ कहिले बस्नुहुन्छ भन्ने हुन्छ र। अब मनले चाहे जति बस्छु नि है दिदी। हो नि,
आफ्नो दिदीको घरमा बस्नलाई यति दिनै बस्छु भन्नुपर्छ त नि भइहाल्छ नि। मेरो दिदी ए भनेपछि यो घरबाट जाने अझ कुनै टुङ्गोमा छैन। जान्छु क्या, जान त अलि दिन बस्छु भनेर सोचेको मात्रै हो क्या। म केही समयपछि जान्छु बाबु। हुन त अब त्यत्रो महलमा बसेको मान्छे है यो सानो घरमा बस्दाखेरि पनि गाह्रो त गाह्रै हुन्छ होला, तर पनि ठिक छ आन्टी, मजाले बस्नुहोस्, आनन्दले बस्नुहोस्। आफ्नै घर सम्झेर बस्नलाई आन्टी के कसो आमा? आफ्नै दिदीको घरमा बस्नलाई पनि सोच्नुपर्छ र। तिमीलाई फेरि के फरक पर्यो त? मलाई केही फरक पर्दैन आमा। जति मन लाग्छ त्यति बस्छ। ठिकै छ आन्टी, बस्नुहोस्, मजाले बस्नुहोस्, आफ्नै सम्झेर बस्नुहोस्। तर एउटा कुरा चाहिँ याद गर्नु होला, तपाईँले पुरानो दिनमा भनेका तपाईँका ती कुराहरू सबै याद चाहिँ गर्दै गर्नु होला है आन्टी। हुन्छ बाबु, हुन्छ। ल हस्, हुन्छ, बस्नुहोस्, अहिलेलाई म लाग्यो है आन्टी। ल बाबु, ल। दिदी ल हेर्नुहोस् त, समुद्रमा घुम्नु गर्छ। अस्ट्रेलियामा घुम्नु ठाउँ कति रहेछ। अब अस्ट्रेलियामा कति आनन्दले जिउँछन् मान्छेहरू, यहाँ नेपालमा भने हो र, कस्तो राम्रो ठाउँ रहेछ है। हो नि दिदी, हेर्नुहोस्। के गर्ने नानी, सबैको आफ्नो आफ्नै समस्या हुन्छ। विदेश जाँदैमा पैसा कमाइन्छ भन्ने हुन्छ र? पैसा कमाउनलाई त भाग्यमा हुनुपर्छ के नानी, भाग्यमा। पैसा कमाउनलाई धनी हुनलाई के? हाम्रो अर्जुन यहाँ कति मेहनत गर्छ, कति जिम्मेवारी बोकेको छ। अब यत्तिकै बसेको छ। अस्ट्रेलियामा गएको भएदेखि अब महिनामा 2-4 लाख कमाउँथ्यो, हुन्थ्यो नि दिदी हजुर। आन्टी होइन, विदेश जाँदैमा सबै समस्याको समाधान हुन्छ जिन्दगीको। यहाँ पनि त मान्छेको केही जिम्मेवारी हुन्छ, घर हुन्छ, परिवार हुन्छ। के यो जिन्दगीको इम्पोर्टेन्ट कुरा होइन? अचम्म लाग्छ मलाई। ल भयो भयो भयो, झन् मैले त अब 2-4 वर्ष कमाउला, अब खुसी होला भनेर भनेकी हुँ। आमाले चाहिँ विदेश पठाउनु मन छ, अब तिमीलाई जानु मन रहन्छ। अब भाग्यमा भयो पो जान्थ्यौ र, यहाँ नेपालमा खै केही गर्न सक्यो होइन। झन् तिमीलाई त विदेश गयो भने पैसा कमाउँछौ, ऋण सिन तिर्छौ, घर पनि नयाँ बनाउँछौ, दिदीले सुख दिन्छौ भन्ठाएर भनेको। अब दिदीले त गए हुन्थ्यो भने तिमी रहेछ नजाने। अब आन्टी यो लेक्चर मलाई दिनु पर्दैन कि, यो लेक्चर हजुरसँग राख्नुहोस्, बुझ्नुभयो? जहिले आयो एउटै कुरा मात्रै छ। दिजु हेर्नुहोस् त भिडियो। हो नि, मेरो मात्रै छोरो होइन, हजुरको पनि छोरो हो नि। हो राम्रो छ। अनि ल हेर्नुहोस् त, अर्जुन पनि गएको भए अब हामी दिदीबहिनी कति खुसी हुन्थ्यौँ। जे जाँदैन, खालि नेपालमै बसेको छ, केही गर्न सक्ने होइन। ल हेर्नुहोस् बजारले हेर्नु, सरी। आहा हेर, हामी दिदी दुईटा दिदीबहिनी हुन्थ्यौँ, कति आनन्द आउँथ्यो। यो अर्जुनलाई कसरी पठाउने होला, मलाई कति चिन्ता छ। भइगयो नानी, छोटे कुरा। लाउनु हजुर कोसिस गर्ने क्या, पठाउनु पायो भने त अब यो घर पनि नयाँ हुन्थ्यो। मेरो मात्रै नयाँ भएर क्या नि, हजुरको पनि हुनु पायो भने हामी दुईजना दिदीबहिनी कति खुसीले बस्थ्यौँ नि। हो नि नानी, जाने मान्छेलाई मन छैन भने मैले कर गरेर तिमीले गरेर कहाँ हुन्छ त? भएको छोटे कुरा। आन्टी आन्टी हजुर हजुर त गमक्क पारेर यहाँ बस्नु भएको छ। नबसेर के गर्नु त? कहिले जानुहुन्छ यहाँबाट? यो पैसा मैले तिमीसँग गराउँछु क्या, हो तिमी चाहिँ कहिले जान्छौ क्या यहाँबाट? तिमीलाई त फेरि यो घरमा कसैले रुचाउँदैन, कमसे कम मलाई त दिदीले रुचाउनुहुन्छ, त्यही भएर टिकिरहेछु। कसलाई रुचाउँछन् कसलाई रुचाउँदैनन् भन्ने कुरा त तपाईँले पछि थाहा पाउनुहुन्छ, बिस्तारै थाहा पाउनुहुन्छ के आन्टी।
त्यही भएर त्यसको बारेमा धेरै चिन्ता नगर्नु हजुरले। अनि तपाईँले अहिले एकछिन राम्रो माने जस्तो गरेर तपाईँले पनि यही डेरा हालेर बसिदिनु हो नराम्रो भयो नि, त्यही भएर भन्न खोजेको। त्यसो त होइन क्या बाबु। किन नहुनु, बसिसक्नुभयो। मेरो आफ्नै दिदीको घर हो, अब जति बसे पनि बस पनि नजाइसँग बस भनेर दिदीले भन्नुभएको छ, त्यही भएर बसिरहेको। तपाईँसँग कुरा गर्न साह्रै रमाइलो हुँदो रहेछ जियोस्। के रमाइलो हुन्छ? हामी कुरा गर्दै गरौँला, अहिले जान्छु है आन्टी। ल बाबु ल। काम गर्नु कता जानुभएको छ? अर्जुन पनि कता गयो? यो चाहिँ देखाउन आएर कहिले जानुहुन्छ, किन बस्नुहुन्छ भन्छु। नातिले के मतलब गए पनि बसेर। आन्टीको यो व्यवहार, समीरको त्यो मुस्कान, आमाको निरही अवस्था र सन्ध्याको जिद्दीपन, अब म चुप लागेर बस्न सक्दिनँ होला। अब चाहिँ मैले के गर्नै पर्छ, गर्नै पर्ने भयो। बस समीर अनि आन्टी दुवैले यो घरलाई खेल बनाएका छन्। मेरो आमालाई दुवैतिरबाट दबाइराखेका छन्। अब म पनि मौन रहने छैन। अब यिनीहरूको खेल पल्टाउने बेला आइसकेको छ। लेट्स सी। एक्लै काम गरिरहेको रहेछ। कहिले खाना नपकाएको मान्छे कस्तो पकाए के गर्यो, त्यही भएर मलाई सन्चो छैन। बाढीलाई एकचोटि बोलाउनु छोरा भनेको मान्ने होइन। बाढीले फोन गर्नु छोरा, कहिले पकाएको छैन, कस्तो पकाएको है। होइन आमा, कति बुहारीको नाम मात्र लिनुहुन्छ क्या तपाईँ? होइन मैले गरेको कुरा तपाईँले चित्तै बुझ्दिनु हो। तपाईँ बिरामी मान्छे, सन्चो छैन, झन् मजाले रेस्ट गर्नु होला भनेर मैले काम गरिरहेको छु। तपाईँ चाहिँ फेरि आइहाल्नुपर्छ है काममा। तपाईँ राम्रोसँग बस्नु त उदा गरेर म बनाइहाल्छु। त्यो ज्याब यति काम पनि म गर्न सक्दिनँ होला त नि। कहिले गरे भएको छोरा, कस्तो पकाउला तिमीले? होइन बनिहाल्छ नि त, के ठुलो कुरा भयो, त्यो त बनाइराखेको नि त आमा। खान मन लाग्दैन उही त भने मुखबाटै छिर्दैन नमिठो। तपाईँलाई सन्चो छैन, तपाईँ चुप लाएर बस्यो हुन्छ नि त। फेरि किन आउनुहुन्छ क्या तपाईँ यहाँ किचनमा? कहिले काहीँ त छोराले गरेको पनि त, कहिले काहीँ पकाएको मिठो हुँदैन भनेर म हेर्नु मात्र आएको के छोरा, मलाई सन्चो छैन नि त। त्यही त, तपाईँ गएर रेस्ट गर्नुहोस् के, म बनाइहाल्छु, म सबै मिलाउँछु के। नगरे हो र, अरे सानसानो कुरामा बुहारी मात्रै सम्झिनु पर्छ। छोराले गरेको चित्तै बुझ्दैन तपाईँलाई होइन? बुहारी भनेको आफ्नो छोरी जस्तै हो, किनभने
कहिले कहिले भनेको उसको नि गल्ती हुन्छ, मेरो नि गल्ती हुनसक्छ, तिम्रो गल्ती हुनसक्छ। सानोतिनो कुरामा यत्रो लामो समयसम्म माइती बसिसक्यो अनि बोलाउनु पर्दैन? तँले छिमेकीले के भन्छ? बुहारी भनेको बुहारी हुन्छ बाबु, केटा मान्छेलाई पकाएको जति मिठो पकायो भने मलाई मिठो लाग्दैन, के गर्ने त्यही भएर के त्यसो भनेर हुन्छ त छोरा? तिमीले कहिले भात पकाएको छैन, कस्तो नुन कति हाल्ने के कति हाल्ने तिमीलाई थाहै हुँदैन, अनि त्यो तरकारी पकाएर सबै खेर गयो भने के गर्ने? त्यही भएर म हेर्न आएको नसकी। ल ठिक छ आमा, तपाईँले भन्ने कुराहरू मैले बुझेँ। तर आमा एउटा कुरा चाहिँ भन्नु त मलाई, यो आन्टी हुनुहुन्छ नि, आन्टी अब के हो, घरबाट नजाने हो र सधैँ यहीँ बस्ने हो? होइन, अब त्यो चाडबाडमा आएको मान्छे, उसको पनि घरमा कोही छैन, त्यही भएर अब केही दिन बस्छु भने होला नि त। तिमी चिन्ता नगर्नु छोरा, गइहाल्छ नि त्यो। यस्तो हो क्या आमा, राम्रोसँग बसेको भए त केही पनि भन्थेन। अर्काको घरमा पनि बस्नु छ आमा, ठुल्ठुला कुरा गरेछ, कहिले के कुरा गरेछ, कहिले के कुरा गरेछ, होइन आन्टीले बुझ्नुपर्ने हो कि ल भन्नु त। ल मैले यो कुरालाई पनि सकारात्मक नै लिएको छु, तर अर्को कुरा आएर कहिले के भनेछ, कहिले के कुरा गरेछ, कहिले बाहिर जा भनेछ, कहिले कमाउन जानु पर्यो भनेछ, कहिले घरमा किन बसेछ, होइन यो राम्रो भनिराखेको हो कि नराम्रो भनेको यहाँ त बुझ्नै गाह्रो भएको छ क्या आमा। होइन सबैको घरमा एउटै हुन्छ नियम, सबैको घरमा एउटै हुन्छ परिस्थिति हो, तर उहाँले किन नबुझेको त नि? हाम्रो घरमा म एक्लै छु, मैले कमाउने एक्लै हो र तपाईँ एक्लै हुनुहुन्छ। यो अवस्थामा तपाईँलाई कहिले के हुन्छ, कहिले सन्चो हुँदैन, कहिले गाह्रो साह्रो पर्छ, कोही पनि छैन घरमा परेको बेला हेल्प गर्ने। अनि यस्तो अवस्थामा म बाहिर गएर मात्रै समस्याको समाधान हुन्छ? ल ठिक छ आमा, यदि उहाँले ल ठिकै छ मलाई हेल्प गर्न खोज्नु भएको छ, हाम्रो परिवारलाई हेल्प गर्न खोज्नु भएको छ भने म नेपालमा बिजनेस गर्न चाहन्छु, म अरू केही पनि गर्न चाहन्छु। मैले नेपालमा पनि के गर्न सक्छु नि त, हामीलाई पैसाको कमी भएको त हो, उहाँले त्यही बुझेको हो नि, होइन? ल म बिजनेस गर्छु भने पनि उहाँले यही पैसा मलाई दिएको हुँदैन, हेल्प गरे हुँदैन। बाहिर जान चाहिँ मलाई जति पनि पैसा दिने अरे, यहाँ चाहिँ मलाई के हेल्प गर्न नमिल्ने अरे, उहाँले यहाँ मलाई हेल्प गर्न मिल्दैन र? होइन, गर्नको लागि सबैजना बाहिर जानुपर्छ र, विदेशै जानुपर्छ हो, यहाँ गर्न मिल्दैन। यो कुरालाई त कहिले सुझावै दिनु छैन, कहिले सल्लाह नै दिनु छैन। सानो कुरामा के भन्यो, बाहिर जाऊ, घरमा के बस्या छ, अचम्म लाग्छ मलाई। होइन के छोरा, विदेश गएपछि नामै अर्को हुन्छ, दामै अर्को हुन्छ, त्यही भएर पो त विदेश गएपछि कति मान्छेको सानै कति हुन्छ। विदेशमा मेरो छोरा छ भन्ने मेरो पनि नाम चल्छ, अनि तिमीले त्यहाँ कमाएर ल्यायो भने म यहाँ बसेर म जब खाना पकाएर खान म सकिहाल्छु नि छोरा। तिम्रो पनि त भविष्य हेर्नु पर्यो, तिम्रो पनि त बुढेसकाल आउँछ पछि, अनि तिम्रो लागि चाहिएन कमाउन, मेरो लागि मात्रै हेरेर हुन्छ त छोरा? म त अहिले भात पकाएर खान तिमीले पैसा पठाइदियो भने त म पकाएर खान सकिहाल्छ नि। कहिले कहिले म आन्टीलाई बोलाउँछु, केही पर्यो भने तिमी टेन्सन नलिनु छोरा, तिमी जाऊ न छोरा, जाऊ विदेश जाऊ, इज्जत बस्छ, हल्लाको छोरा पनि विदेश गएको छ भन्ने हुन्छ। अनि कति नाम चल्छ हाम्रो पनि, यस्तो जब ठोत्र घरमा बसिया छ के एउटा हाम्रो पनि घर एउटा बनाउला, अलिक सानै अर्को हुन्छ। हेर एउटा छोरा भयो पनि विदेश गएर कमाएर कति ठुलो घर बनाएछ, आमाले कति सुखमा राखेछ भन्ने होस् न छोरा। त्यही भएर भने के हो, आन्टीले नराम्रो भने होइन, तिम्रै लागि भने, मेरै लागि भने, त्यो चाहिँ तिमीले नराम्रो नसोच के छोरा, जानी विचार गर एउटा, त्यसो नगर के। आन्टीले पैसा हालिदिन्छ भनेको छ नि त फेरि, तिमी पैसाको टेन्सन नलि के। ल सोच है छोरा, राम्रोसँग सोच, विदेश गयो भने सानै अर्को हुन्छ के। मेरो पनि बढ्छ, तिम्रो पनि बढ्छ सान, अनि पैसा कमाइन्छ, सबभन्दा पैसै कमाएपछि मात्रै नाम चल्ने रहेछ के बाबु। त्यही भएर पैसा भनेको चिज मेरो लागि मात्र होइन के छोरा, तिम्रो पनि त भविष्य छ, तिमीले नै भविष्य बनाउनु पर्छ। म त आज हो कि भोलि हो, भइहाल्यो भने के भएर गयो भने अनि तिम्रो लागि चाहिएन, पुरुक्क जाऊ। आन्टीले भनेको कुरा राम्रो हो कि, तिमीले सोचाइ मात्र नराम्रो गरे हो कि, आन्टीले राम्रै कुरा गरे हो, मलाई सबै कुरा भनिसक्यो आन्टीले।
भन्न त भनिहालेँ, तर अर्जुनलाई कसरी विदेश पठाउने होला? अब एकचोटि छोरा बुहारीसँग सल्लाह नगरी भएन। मैले मात्रै सबै कुरा मिलाउँदा छोरा बुहारी रिसाउने पो हो कि के गर्ने होला? यता पनि अलि बढी नै बोले कि क्या हो म? होस्, अब जे हुन्छ हुन्छ। समीरलाई सबै थाहा छैन। यो घरको कागज, हिसाब, अधिकार सबै मेरो हातमा छ। अनि काकीलाई पनि केही थाहा छैन घर कसरी चलेको छ, यो घरमा को के गर्छ भनेर। र सबै व्यवस्थित मैले नै गरिराखेको छु। अब एउटा नयाँ चाल सुरु गर्छु म पनि। अब हेर्दै जाऊ, खेल तिमीहरूको होइन, खेल मेरो सुरु हुनेछ। आमा, हजुरलाई आन्टीको व्यवहार चाहिँ अचम्म लाग्दैन? अलि बेग्लै किसिमको लाग्दैन र? किन? जहिले पनि बाहिर जाने मात्रै कुरा गर्नुहुन्छ। होइन, कति उहाँलाई म बाहिर पठाउनको लागि पर्नु भएको छ आमा। त्यसको स्वभावै त्यस्तै हो के भा। उसले पनि मनमा दिदीको छोरा एउटा पनि बाहिर गयो भने हुन्छ भन्ने, दिदीलाई नै सुख हुन्छ भन्ने सोचे होला नि त। उसले कति सुख पाइरहेछ, उसको छोरा बाहिर छ, जति भने पनि पैसा पठाउँछ। त्यही भनेर पो उसले पनि तिमी बाहिर गयो भने मलाई सुख हुन्छ कि भनेर सोचे होला के बाबु। तर आमा, उहाँले प्रत्येक दिन प्रत्येक समय खाली विदेश विदेश भनेर मात्र भनिराख्नुहुन्छ। कहिलेकाहीँ यसो सोच्दा पनि लाग्छ उहाँले मलाई यही परिवारमा स्पेसल तपाईँको अगाडि सानो बनाउन खोज्दै हुनुहुन्छ जस्तो लाग्छ मलाई आमा। केही पनि बुझ्नै सकेको छैन मैले, मलाई सही भन्दै हुनुहुन्छ कि गलत भन्दै हुनुहुन्छ। तँ नसोच के छोरा, त्यस्तो होइन। आन्टी त्यस्तो छैन, उसको मनमा पाप छैन कि। तेरो जे सोच्यो नि
हाम्रै भल्लोको लागि सोचिया छ त्यसले। तिमीले चिन्ता नगर, म सबै कुरा बुझ्छु के। अर्जुन, के हो आइएल्स को तयारी गर्दै हो कि क्या हो? कता कता विदेश जाँदैछौ रे भन्ने सुनिरहेको छु। के हो हल्ला खल्ला? सबै विदेशको कुरो कसले भन्नु तपाईँले? किन विदेश जानु? किन विदेश जानु? मेरो घर यहीँ छ, मेरो परिवार छ, मेरो आमा छ, मेरो सारा संसार यही छ। म के खान विदेश जानु? के को लागि जानु भन्नु त? तपाईँ यो टपिक कहाँबाट निकाल्नु भएको? किन निकाल्नु भएको? हो, मैले यही कुरा भनेको के विदेश जानु हुँदैन भनेर। अनि तिमी विदेश गयो भने यहाँ आमाले कसले हेर्छ? अनि यहाँ आमाको हेरचाह कसले गर्छ? त्यही भएर तिमीले विदेश जानु हुँदैन के। समीर दाइ, भनेपछि अबको म जिन्दगीमा के गर्नुपर्छ, म के गर्नु पर्दैन, के कुरा राम्रो हो के कुरा नराम्रो भनेर मैले तपाईँको प्रवचन सुन्नुपर्ने भएन? होइन, मैले त जस्ट यसो कुरा भनेको मात्रै हो। हेर न, म पनि विदेश गएर आएको होइन। खै त नि के छ अवस्था? विदेश गएर कसले ठुल्ठुला घर बनाएको छ र? कसैले पनि बनाएको छैन। तिमीलाई थाहा छैन? म पनि विदेश गएर आएको। खै के गरेर मैले केही पनि गर्न सके होइन। त्यही भएर म तिमीलाई के भन्छु भने तिमी पनि विदेश नजाऊ के। जानुहुन्न? तपाईँले मलाई सिकाइराख्नु पर्दैन, तपाईँले मलाई बुझाउनु पर्दैन। समीर दाइ, ठिक छ, अहिले मलाई जानु मन लाग्यो जस्तो म जाँदिनँ। के त भोलिको जिन्दगी कसले देखेको छ? मलाई भोलि फेरि जाने कुनै बाध्यता आउला, समय परिस्थिति होला, म फेरि जान्छु। तर म जिन्दगीमा के गरौँ के नगरौँ, मलाई के गर्नु छ के नगर्नु छ, म यहाँ जान्छु यहाँ नजाउँ भनेर मैले तपाईँको प्रवचन सुन्नु पर्यो। मैले तपाईँसँग सुझाव सल्लाह लिनु पर्यो, यही भन्नु खोज्नु भएको? यस्तो मान्छेसँग पनि बोलेर हुन्छ? झन् सम्झाउन खोज्यो, झन् उल्टै उल्टै के कुरा गर्छ। ल म गएँ। समीर दाइ, तपाईँले मेरो कुरा नै तपाईँले मेरो विचारै हुन्छ। त्यसै कारणले तपाईँ मसित वाइड डिस्कस गरेर काम छ। बुझ्नुभयो? तिमीलाई जे मन लाग्यो तिमी नबोल के नानी।
अलिक होस पुऱ्याएर बोल कि घर परिवारलाई कस्तो मन पर्छ के मन पर्दैन अनि विचार गरेर बोल्नु पर्दैन। होइन क्या दिदी, मैले त्यस्तो नराम्रो केही बोलेकै छैन, राम्रै बोलेको छु। हजुरहरूको भलाइको लागि बोले हो। अब अर्जुन बाहिर गयो भने अब 2-4 लाख कमाउला, अनि आफू पनि त रमाउला, उसको पनि भविष्य होला भनेर भनेको हो नि। ऊ पनि अहिले सानो छैन, ठुलो भइसक्यो। त्यही भएर भनेको हो कि दिदी मैले हजुरलाई। अर्जुन विदेश गयो भने मेरो पनि त समस्या हुन्छ नि, मलाई कसले हेर्छ? अनि मेरो यहाँ हेर्ने मान्छे अरू कोही छैन, मलाई गाह्रो हुँदैन? म बिमारी हुन्छ, म बिरामी भयो भने म अब त झन् गाह्रो भएर आइसक्यो मलाई, म बुढी भइसकेँ। अब त अर्जुनले हेरेन भने तिमी यहाँ सधैँ बसेर मलाई हेरेर बस्छौ, कसले हेर्छ त मलाई? त्यसो होइन क्या दिदी, अर्जुनको मन बदल्नु पर्यो। म विदेश जान्छु भनेर भन्ने मन हजुरले बनाउनु पर्यो। अब पैसा यताउता पठाउने म छु क्या, मैले रेडी गरेर आएको छु, हजुर ढुक्क हुनुहोस्। होइन, जाने मान्छे नमानेपछि न तिमीले भनेर हुन्छ न मैले भनेर हुन्छ। उसको जाने मन छैन भने हामीले कर किन गर्ने? होस् सर्यो, त्यो कुरै नगर। मैले त हजुरहरूको भलाइ चाह हो, अब मेरो जस्तै कमाओस् रमाओस् भने हो, नराम्रो त भनेकै होइन। अब के भन्नु त? पैसै मात्रै जिन्दगी होइन के नानी, एउटा आफूलाई हेर्ने विचार गर्ने, यसो तातो पानी तताएर दिने छोरा पनि अगाडि चाहिन्छ। कि छोरी हुनु पर्यो कि छोरा हुनु पर्यो, बुझ्यौ तिमीले? पैसा मात्र भएर हुँदैन नि त, त्यो कुरा बुझ्न तिमीले। मुखमा जे आयो त्यही बोलेको छ, के गर्नु? राम्रोसँग बोल कि नानी, सोचेर बोल्ने गर। राम्रै बोले हो, भलाइको लागि बोले हो, सोचेकै हो। अब दिदीको नि कमाइ भयो भने अझै राम्रो होला। अब दिदी बहिनीको नाक पनि ठुलो होला, मान्छेहरूले पनि इज्जत गर्छन्। ए दिदी फलानाको त अब बहिनीको छोरो भने बाहिर गएछ, दिदीको पनि बाहिर गएछ, उनीहरूको चाहिँ ल केही भयो है भयो हुन्छ भनेर नाक पनि रहन्छ क्या। त्यही भएर भनिहेर्नु मैले त। त्यो त हो नि तिमीले भनेको कुरा, तर हामीलाई हेरचाह गर्ने मान्छे पनि एकजना चाहिन्छ के नानी? पैसा मात्रै भएर हुँदैन, के भनेको के मैले? त्यो त छोरै छैन। अब कहिले हजुर म कहाँ आउनु होला, कहिले हजुर कहाँ आउँछु, हामी दुईजना छोरै छन् नि। म यस्तो खुट्टा दुखिया मान्छे, तिमी कहाँ दौडी दौडी आउनु पर्ला? नचाहिने कुरा खै आउँछु नि दिदी हजुरको घरमा, यही दिदी भने बसौँला। यहाँ तिमी आयो भने मलाई चाहिँ तिमीले हेर्ने होइन, तिमीलाई चाहिँ मैले हेर्नु बस्नुपर्छ। अनि त्यसो तिमीले होइन मलाई हेर्ने, मैले तिमीलाई हेर्ने गरेर बस्ने। छोरा एउटा अगाडि भयो भने जस्तो भयो भने पैसा मात्रै जिन्दगी होइन के नानी? छोरा भएको जस्तो यो पैसाले मात्रै भएर हुन्छ? छोराले हस्पिटल लग्या जस्तो यो पैसा दौडी दौडी गरेर हामीले हस्पिटल लगिदिन्छ? त्यो त होइन के अनि दिदी, पानी तताएर दिन्छ पैसाले? त्यस्तो त होइन। अब छोरालाई कसरी हुन्छ उसको मन परिवर्तन गर्नु पर्यो, कसरी हुन्छ मनाउनुहोस्। सकियो त मनाउने हो नि, सक्दै सकिएन मान्दै मानेन भने के गर्ने र? मैले भयो छोडिदिएँ कुरा, नछोडानु के कसरी हुन्छ पठाउने हो। अब पैसा कसरी लगानी गर्नुपर्छ म सबै म गर्छु। हजुरले ल जान्छ अरे मात्रै भन्नुहोस्, म सबै रेडी गरेर आएको छु। ठिक छ, कोसिस गर्छु म। ल मेरो दिदी, खाना कस्तो बाँच्न आउँछ मिठो, पनि यहाँ सहयोग गर्छु दिदीलाई। भइहाल्छ, चम्चा नि कता गएछ? छिटो खानुपर्छ तरकारी भात पकाएर। ल ल हुन्छ दिदी हस्। आमा हजुर, सन्चो छैन कि क्या हजुरलाई? अलिक सन्चो छैन, खुट्टा दुखेछ भयो। ए के गर्दै हुनुहुन्छ? यसो ओछ्यान मिलाएको नि। अनि आमा मैले भनेको कुरा त हजुरलाई याद छ नि होइन? याद छ। अनि खै त नि, अनि फेरि आन्टी चाहिँ केही दिन बस्ने भन्ने कुरा सुन्दै थिएँ, के हो कुरोकानी? जान्छ नि बाबु, मैले भनिसकेको छु उसलाई जान्छु भनिरहेछ, केही दिन बस्छु अनि जान्छु भनिरहेछ कि। तिमी टेन्सन नलिनु, जान्छ कि त्यो। हेर है आमा, अनि जान्छ भनेर फेरि यतै डेरा हालेर बस्यो भने चाहिँ नराम्रो हुन्छ नि त नि। अनि मैले त्यही भएर भनेको हजुरलाई। राखिराख्ने त म पनि त राख्दिनँ नि, कहाँ पाएर खुवाउने त्यसलाई? खुवाउन पनि त पर्यो नि, राखेर मात्र हुन्छ?
छोरा एक्लैको कमाइ मैले कहाँ पारेर ल्याएर खुवाउने त्यसलाई। अब केही दिन दिदी कहाँ बस्छु भनेर आएको मान्छेलाई अब अहिले घोक्राएर निकाल्नु भएन। कुरा त राखिसक्यो के, जान्छु दिदी भनेर भनेको छ के उसले। जान्छु भन्दै पनि अहिले घोक्राएर निकाल्न पनि त मिलेन नि बाबु। तिमी त टेन्सन नलिउ के, जान्छ। मलाई हजुरको कुरामा चाहिँ विश्वास लागिरहेछ आमा। मलाई अरू कुरा केही पनि थाहा छैन। आन्टी 2-4 दिनमा कसरी हुन्छ यहाँदेखि जानु पर्यो। मलाई पनि त यहाँ बसेको कहाँ राम्रो लागिरहेछ र। छोरा एक्लैको कमाइ छ, हामी 2 जना खाए पुगिने ठाउँमा 3 जनाले खानुपर्छ। फेरि त्यो हुने खाने मान्छे नमिठो नहुने, मिठो मिठो खाना खोज्ने, मैले कहाँ त्यसलाई यहाँ राख्न सक्छु त। अनि त्यसले भन्या जस्तै गरेर मिठो मिठो खुवाएर म पाल्न सक्छु। छोरा पनि त मान्दैन नि। त्यही भएर ऊ पनि डिसाइरहेको छ कि तिमी टेन्सन नलिऊ, म पुरा गरिसकेको छ त्यसलाई। त्यो जान्छ, केही दिनपछि जान्छ के। ल मैले हजुरको कुरामा विश्वास गरेँ है त आमा। हुन्छ तिमी टेन्सन नलिऊ, जान्छ त्यो। ल जान्छु भने म अहिले जान्छु है। ल ल ल ल। बेकारमा अर्काको बहिनी केही दिन बस्न आएको मान्छेलाई खोक्राएर निकाल्नु मैले। कहाँको कुरा कहाँ ल्याएर गर्छ, कहीँ नभएको मान्छे रिस आउँछ। कुन दिन त्यसैलाई म घोक्राएर निकालिदिन्छु। अनि मेरो बहिनीको बारेमा कुरा डाहा गर्ने त्यसलाई। मेरो बहिनी यहाँ बसेर खायो भनेर रिस गर्ने, किन के खाइदिएछ त्यसको, कहीँ नभएको मान्छे। झन् यहाँ बिरामी भइरहेको बेलामा टेन्सन दिन आउँछ। हेलो बाबु सन्चै छौ? अनि बुहारी ए हो र? ए कस्तो कलरको किनिस् नि? पहिलामा आउने बेलाको सेतो कार जस्तो हो क्या हो? ए त्यो भन्दा अलि ठुलो? ए बुहारीले सहिलो हुनुभयो। अब उसले अब फुल व्यापार गर्छिन्, फुल हाल्नु सहिलो भयो। ए हो मलाई एकदम खुसी लाग्यो। म त्यहाँ भएको भएदेखि पूजा गर्थेँ। ल ल भगवानहरू देवी देउता आफ्नो कुल देउता सबै सम्झेर पूजा गर है। सधैँ तिमीले भिडियो कल गर्थ्यौ, आज फेरि फोन नगर्यौ त। ए ल ल ठिकै छ। ल दिदी आउनुभयो, अहिले म फोन राखिदिन्छु है त। ल भाग्यमानी भयो। ल ल ल दिन्छु। छोराले फोन गरेको नयाँ कार किनेको छ अरे। म जाने बेला सेतो कार थियो, फेरि त्यस्तै सेतो कलरको ठुलो खालको किने अरे। आहा कति आनन्द हो नि। ए ठिक छ। अब हाम्रो अब छोरालाई पठाउनु पाएदेखि केही न केही गर्थ्यो। अब यहाँ नेपाल आएछ, अब के गर्ने, कार कहिले किन्ने हो, कहिले चढ्ने हो। विदेश गएपछि मात्र कार किन्छ भन्ने छ र नानी भने। यहाँ नेपालमा भने राम्रो बिजनेस राम्रो काम पाइयो भने त त्यस्तो कार भनेको त किनिहाल्छ नि। नयाँ घर त बनाइहालिन्छन्, जस्तो कत्रो कत्रो घर बनाउँछ मान्छेहरूले। अनि यहाँ विदेश गएर मात्र कमाएर बनाउँछ भन्ने छैन क्या नानी, त्यस्तो सोच्नु हुँदैन। अब हामीले जाउँ भने त हो नि, ऊ मान्दैन, उसलाई मनै छैन। अनि कर गरेर के गर्ने भने भइगयो यो कुरा छोड्यो। अब कुरामै कुरा चलेर भने कि बनाइरहेछन् नि भने पो त। अब यो सामान पनि हेर्नु त लथालिङ्गै छ। म विदेश गएको बेलामा देखेको क्या मैले। अब एक हप्ता पछि मिलाउँदो रहेछन् बुहारीले। अब यो खाटलाई त्यो खाटको त्यो उतापट्टि लाने, त्यो खाट त्यहाँ छ भने यहाँ राखेर छन्, दराज भने त्यस्तै गर्दो रहेछन्। मैले पनि त्यही सिको गरेर आएको छु क्या। अब मेरो घरमा त्यस्तै गरेको छु। हजुरको पनि म अब त्यस्तै गरेर मिलाइदिन्छु। हजुर कहाँ पनि गर्नु पर्यो क्या। त्यत्तिकै छ, जस्तो पहिलो त्यस्तै छ। अब म यहाँ बुढी मान्छे, म नसक्ने मान्छे, छोराको फुर्सद छैन, छोरा अफिस जानुपर्छ। अनि कसले गर्ने यहाँ घरमा?
बुहारी माइतीमा म सक्दिनँ। अब चिन्ता नगर्नु नि दिदी, अब 2-4 दिन बसिन्जेलसम्म अब यो खाटले त्यहाँ राख्छु, अनि त्यो खाटले यता राख्छु, सोफालाई यता राख्छु, दरवाजा फेरि ठ्याक्क त्यहाँ पुऱ्याइदिन्छु, अनि राम्रो हुन्छ क्या दिदी। म भनेको चिन्ता नगर्नु, म छु नि हजुरको लागि। त्यो कुरा बिस्तारै सोचौँ न के नानी। ल दिदी, अनि तलबाट के खाजा सासु पाकिसक्यो हो कि म गएर पकाउँछु नभए? अब पकाउनै पर्छ नि, खाना पकाएर आएर चाहिँ यहाँ नसकेर यहाँ भर्खर बस्न आएको म। ल दिदी खुट्टा मिटिदिउँ त? भयो भयो नगर, तिमीलाई पनि गाह्रो हुन्छ नि। त्यसो म खाजा बनाउनु जान, चिया बनाउँछु अनि पुरी बनाउँछु है। हुन्छ के म खाजा बनाइदिउँ भनौँ भने म भर्खर बसेँ, म सक्दिनँ। तिमीलाई जे खानु मन लाग्छ त्यही बनाउनु। हजुरलाई के मनपर्छ भन्नु न? मलाई त जुन पनि हुन्छ। तिमी पो हुने खाने मान्छे, अहिले नमिठो खानु रुच्दैनन्, अनि मिठो खानु मन लाग्छ। म बुढी मान्छे जे भए पनि हुन्छ, नरम खालको एउटा चाहिँ खानु पाए पनि त्यसो भए म पुरी पकाउँछु अनि चिया बनाउँछु है त? हुन्छ। ल म गएँ। कहिले जाने हो, खालि मिठो मिठो खानलाई चाहिँ पुरी पकाउँछु अरे। म एउटा खाए पुग्छ, ऊ 5 खान्छ, पुरी पकाउँछु भन्छ। कम्ती तेल पुग्छ, यति तेल हाल्नुपर्छ, पुरी पकाउँछ भन्छ। रोटी पकाए पनि हुन्छ अरे सुक्खा। कहीँ नपका कहिले जाने होला यो त? के गर्ने, डाइरेक्ट भन्न नसक्ने भएर मात्र हो। भन्न मिल्ने भए त म त भनिहाल्थेँ नि। के गर्नु, केही दिन सहनै पर्ने छ मलाई। के गर्नु आन्टी हजुर कता हिँड्नुभयो हजुर? किचनतिर जान लाग्यो बाबु, दिदीलाई भोक लागेको छ अरे, अनि पुरी चिया पकाउनलाई जान लाग्यो। ए भनेपछि खाजा बनाउन लानु भएको हो बाबु। अनि के छ आन्टी, टन्नै मान्छे बाहिर पठाइराख्नु भएको छ होइन? मलाई पनि बाहिर पठाउनको लागि विदेशतिर जोड तोड लाग्नु भएको छ। धेरै मान्छेलाई पठाइसक्नु भएको छ क्या है? मान्छे खास त टाढाको मान्छे पठाएको छैन, आफन्त नजिकको मान्छेले मात्रै हो। अनि बाबुलाई जाने रहर भयो। मलाई जाने रहर भन्दा पनि त्यस मान्छे पठाएर चाहिँ दरो पैसा चाहिँ कमाइराख्नु भएको छ क्या है? होइन पैसा भने त्यस्तै हो। अब जस आफ्नो मान्छेलाई अब मनले नमानेर अनि पठायो भने केही कमाउँछन् कि आफ्नो बाटो लाग्छन् कि भनेर मात्रै हो। मैले खास मलाई फाइदा चाहिँ छैन। हजुरलाई फाइदा छैन? छैन। अनि मलाई पठाएर चाहिँ फाइदा छ जस्तो छ हजुर? छैन, किनभने आफ्नो दिदीको छोरो, आफ्नै छोरो हो होइन। छोराले कमायो भने दिदीले पनि खुसी हुन्छ, हामीलाई पनि फलानाको दिदी बहिनीले त छोरा विदेश पठाएर कमाएछन्, रमाछन्, छोराहरू पनि रमाए, आमा दुईजना पनि रमाछन् भन्छन्, नाक पनि ठुलो हुन्छ, इज्जत पनि हुन्छ भनेर मात्रै हो। पैसा त कमाएको छैन बाबु मैले त। बाहिर छोराले पठाएको पैसा खासै पुगेन कि क्या आन्टीलाई? त्यही भएर अब यहाँबाट पनि एउटा राम्रो एजेन्टको काम गर्दै हुनुहुन्छ, भन्ने मान्छे पठाइ हुनुहुन्छ होइन? भन्दाखेरि यो त तपाईँको त कमाइ त एक्स्ट्रा हो त होइन? कमाइ चाहिँ राम्रै छ, अरू जे जस्तो भए पनि आन्टीको कमाइ चाहिँ राम्रै छ होइन? होइन बाबु, बाबुले सोचेको छैन। हजुर। तर म किनभने आफन्त मान्छेले मात्रै पठाउँछु, बाहिरको अरू मान्छेले पठाउन आफन्तसँग के नाफा लिनु र जति लाग्छ त्यति नै। बरु मैले चाहिँ तिमीलाई बरु सहयोग गर्छु, म पैसा हालिदिन्छु बरु लिनुभन्दा पनि। सोचौँला म पनि त्यसो भए, यदि मलाई आन्टीको सुझाव सल्लाह अनुसार जान मन लागेको अवस्थामा मलाई जानुपर्ने कुनै कन्डिसन आएमा म यहाँलाई पक्कै पनि सम्झिन्छु। ल बाबु सोच है, अनि त्यही केही पर्यो भने मलाई भन, म चाहिँ अब पुरी तरकारी अनि चिया पकाउन जान्छु, दिदीलाई भोक लागिसक्यो। ए हुन्छ आन्टी, अब हजुरलाई नभनेर म कहाँ जान्छु त? कसलाई भन्ने ठाउँ कहाँ छ? मलाई हेल्प गर्दै हुन्छ, सहयोग गर्दै हुन्छ, म हजुरलाई अवश्य पनि सम्झिनेछु। हुन्छ आन्टी, हजुरले खाजा बनाउनु भएछ भने खाम्ला नि। अनि बाबु तिमीलाई पनि त भोक लाग्यो होला नि त? ठिक छ, हजुरले बनाउनु न, खाम्ला नि त म। ल हुन्छ, बनाउँछ है त? हुन्छ। ल बाबु। छोरालाई विदेश जाऊ त भने अब म एक्लै कसरी बस्नु त? यहाँ मुटुमाथि ढुङ्गा राखेर भए पनि मैले छोरालाई विदेश पठाउनै पर्छ। मैले नसोचे कसले सोध्छ र? उसको भविष्यको लागि सोच्नै पर्छ। मैले नि जोर नगरे छोरा विदेश जाँदैन।
उसको भविष्य पनि त सोच्नु पर्यो। आखिर आमा हुँ, आमाको मन केही बुझ्न सकिनँ मैले। होस्, म त जेनतेन गरेर बाँचिहालौँला। छोराको भविष्य राम्रो हुने भयो भने म त डिछाक यतिकै बनाएर पनि खान सकिहाल्छु नि। चिया लिएर आए ल बस भाइ बस। छोराले छोरीको जस्तै गरेर छोरीहरूले पकाएको पकाउँछ बाबुले, त्यही खुसी लाग्छ मलाई। आमा चिया चाहिँ साह्रै मिठो बनाएको है अर्जुनले। तपाईँले सिकाउनु भएको हो कि क्या हो? हो नि, भैयाबरको यही एउटा छोरा चिया पकाउनु सिकाएन भने मलाई कसले चिया पकाएर दिन्छ त छोरा? त्यही त चिया सिकाउनु त पर्यो। कति मिठो चिया पकाएको छ बाबुले, मलाई त्यही भएर खुसी लाग्छ। आमा यस्तो हो के दुःख गर्न नपरेपछि बसी बसी खानु पर्यो भने हरेक कुराहरू राम्रो नै लाग्छ कि वास्तवमा, होइन? के कसो समीर दाइ? मलाई नै पिन्च हाने हो क्या हो? फ्रीमा खायो भनेर होला नि, होइन? अब म खाँदिनँ यो फ्रीमा। ए त्यस्तो होइन के, खाऊ बाबु खाऊ। ल हेर न अब जिस्किएको नि, आऊ छोरा आऊ। आऊ के आऊ। ठिकै छ, छोडिदिनुहोस्। किन तपाईँहरूले फेरि यति फोर्स गर्नु पर्यो? छोडिदिनु न त। खानेकुराहरू त्यसो गर्नु हुँदैन के छोरा? त्यति पनि थाहा छैन। अब उहाँलाई सही र सत्य कुरालाई त आफूले पचाउन पनि सक्नु पर्यो नि आमा। सही र सत्य कुरा गर्दाखेरि यदि चित्त दुख्छ भने त ठिकै छ, के भयो त नि? खाइरहेको चिया अब खान्छौ न पुरै। खानेकुराले त्यसरी रिस त हुँदैन। खाइसकेपछि जे होला होला। धेरै मात्रै हो, नत्र यस्ता मान्छेसँग त मेरो मुख नै लाग्नु छैन। खाऊ 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 खाऊ। खाइरहेको छोड्नु हुन्न क्या। मिठो भएर चिया खाने जाडोमा चिया नखाने ठट्टा पो गरे त भाइले, त्यसरी रिसाउने? त्यही त अनुहार त कस्तो लगाएको थियो, ठट्टा गर्छ। होइन ठट्टा गरेको त्यस्तो रिस गर्ने मान्छे नै होइन नि मेरो छोरा त। यति ज्ञानी छ। त्यही त हो नि। छोराले बुझ्ने भनेको आमाले मात्रै हो। ल विदेशबाट कल गर्नु भयो। हेलो ल अब आन्टीले हेलो, त्यहाँबाट फोन आयो। भाग्यमानी भयो बाबु, सन्चै छ? म ठिक छु बाबु। अनि बाबुले नयाँ कार किन्यो रे, अघि नै फोन गरेको थियो नि त। हेरेँ नि, हेरेँ। अनि त्यहाँबाट अनि अघि पनि भनेको थियो। एकदम ठिक छ बाबु, एकदम ठिक छ। ल बाबु म त्यहाँ भयो त पूजा आज गर्थेँ। अनि तिमीले कुल देउता अब देवी देउता सम्झेर पूजा गर्यौ? ल बाबु, ल बाबुलाई आशीर्वाद छ है मेरो। ल यतातिर बाबु। कसको फोन, कति फोन गरे? छोराको फोन क्या, दिदी छोराको। अब अस्ति कार किने अरे, अब फेरि आमाको नेसो लाएर गरे होला नि। अघि मात्र गरिसके फेरि दोहोऱ्याइ तेरो फोन ढाक्ला जस्तो लाग्यो मलाई त। होइन के होइन दिदीहरूको धाग्ला होइन, छोराले गरिहाल्छ नि भने। खै त्यो गाडीको ढाक लाउनलाई त्यो बारम्बार फोन गरिरहेको छ, त्यस्तो हुन्छ त? नपताए छोरासँग बोल न। ल बोल्नु त। ल छोरा हो क्या, भइहाल्यो। बोल्नु नि यसरी। बोल्दिनँ म। ल हेर बाबु बोल्यो। होइन ठिक छ। यहाँ तिम्रो ठुली आमा, मेरो दिदी, अनि तिम्रो ठुली आमा छोरो दाई, तिम्रो दाई। म त जान्छु। ल जान्छु म। जाने? बस न बस एकछिन। जान्छु। ल बाबु ल ल खाना समयमा खानु, बुहारी नानीलाई। ल ल ल ल बाबु ल। ए ल ल बाबु राम्रोसँग सुत है। ल राखेँ है बाबु। ल भाइ, ल ल भाइ, ल ल ल भाइ। धेरै कुरा गर्नु हुँदैन, चिया चिसो भइसक्यो, खाऊ छिटो। छोराको फोन के, अब आमा सन्चो बिसन्चो के छ अरे, अनि ठुली आमा दाई अनि सबैले सानी आमालाई सोधेछ भनिदिनु भन्यो। होइन आन्टी, यति धेरै माया लागेको भए कहिले काहीँ त अस्ट्रेलिया गएर छोरा बुहारीसँग बस्दा के हुन्छ र? बस्न मिल्दैन र? होइन कि बाबु, अब उनीहरू काममा जान्छन्। अब 2 दिन छुट्टी हुन्छ, अब नुहाउने धुवाउने भए
अब म बुढी मान्छे, अब उनीहरू लय जानु पाइयो, एक्लै हेर्न सकिन्न, त्यही भएर मलाई नै बस्नु मन लागेन के बाबु। यसो गए एक दिन बस्यो आयो। हो नि छोरा, अब तिमी पनि विदेश गएको भए यसो म पनि अस्ट्रेलिया देख्थेँ कि मैले। त्यही त भने नि, त्यही भएर जाऊ भने के बाबु। तिमी पनि विचार गर छोरा, ल जाऊ। ठिक छ। त्यहाँ भाइले काम लगाइदिइहाल्छ तिमीलाई, कामको चिन्ता नगर, यहाँ लगाउनेमा हालिदिइहाल्छु। मेरो छोरो यो तिमी। ल हुन्छ, म लाग्यो है अहिले। ल बाबु ल ल ल है बाबु, विचार गर, बेलामै विचार गर्नुपर्छ। दिदी छोरो मान्ला जस्तो छ। मान्यो भने त म त मेरो पैसा सबै पैसा उनीहरू लगानी गरेर हालिदिन्छु। तिमीले भने बर्थडे गर्दाखेरि उसको मुरी फेरे जस्तो छ कि नानी है। दिदी छोरो गयो भने त हामी दुईजना अस्ट्रेलिया हुन्छौँ नि। अस्ट्रेलिया मैले नि देख्छु होला। देखिहाल्नुहुन्छ, छोरो गएपछि देखिहाल्नुहुन्छ नि। त्यही त मलाई गराएँ भनेर धाग लाउन त पाइयो नि रे। यसमा फोटो हाल्न पाइयो, धाग लाउन पाइयो, समाजको अगाडि नाक ठुलो बनाउनु पाइयो। त्यो त ठुलो के हो र? अस्ट्रेलियाबाट पैसा नपठायो भने पैसा पठाएछ भनेर धाग लाउन पाइयो। अनि यहाँ जे जस्तो भए पनि विदेश भने विदेशी हो कि पैसा कलाइ त। ठिक छ, अब छोराले फकाउँदै गर्नुपर्छ। म पनि फकाउँछु, म लगानी सबै छोरालाई हालिदिन्छु। ठिक छ ल। अब मेरो छोरो त हो नि। दिदीको खुसी नै मेरो खुसी हो नि। म मात्रै कति खुसी हो नि, दिदी पनि त खुसी हुनु पर्यो नि। त्यही त, तिमी एउटा त छ नि नानी, मेरो पनि अरू को छ? दिदीको लागि म, मेरो लागि दिदी त हो नि। हो नि, हो नि, त्यही भएर म दिदी मिल्नु पर्छ कि नानी। त्यही भएर म दिदीसँगै बस्छु भनेर आएको नि। बहिनीको दिदी हो नि, दिदी बहिनी दुईजना मिलेर यसरी बस्न पायो भने त पायो भने त अरूले पनि हेर्न सक्दैन कि हाम्रो। पसेर नि हेर्दैन नि। अब छोरा दुइटाले कमाइहाल्छन्, अब बुहारीहरू अब उनीहरू पनि गइहाल्छन्, अब हामी पनि अब उतै हुन्छौँ। अब उतै रमाउँला बसौँला, नेपाल आउने जाने गराउँला, यही त हो नि आमा बाउ हो। त्यही त, कहिले दुईजना मिलेर उता अस्ट्रेलिया जाने, कहिले अस्ट्रेलियाबाट यहाँ नेपाल आउने आनन्द हुन्छ होला। पहिला छोरो जाओस् के, अब त्यही खुसी मलाई चाहिँ। मलाई त जस्तो लाग्छ कि यहाँ नेपालको हाम्रो आफन्तहरू हुन्छ नि, कति डा गरेर हो नि मान्छे गरेर रिस गरेर कस्तो छन्। अहिले हेर्नु त मेरो छोरो अस्ट्रेलिया गयो भने कति खुसी छन्। अब हजुरको छोरो पनि गएपछि झन् खुसी भइन्छ। मान्छेहरू त कालो अनुहार लाग्छन्, हामी त खाना सुन्दर हिँड्नु पाइन्छ क्या। त्यही नै खुसी हो, क्या खुसी। ल छोरो भएमा ल अब जाऊ है। मेरो छोराको मन जोस जान मन लागेको छ। मैले पनि देख्ला जस्तो लाग्यो। देख्नुहुन्छ छोरो गएपछि देख्नुहुन्छ। ल म चिया खान्छु। अर्जुन के हेर्दैछौ? किन हो निराश देखिन्छौ त? के भएको छ? केही छैन समीर भाइ, सबै ठिक छ। भन्नुहोस् न, के काम छ? मैले के भन्न खोजेको भने, जुन तिमीले आमासँग कुरा लुकाएको छ नि, त्यो कुरा भनिदिउँ जस्तो कस्तो भित्रबाट आमालाई भनिदिउँ कि जस्तो पनि भइरहेको हुन्छ कि। भनिदिउँ? छोरालाई विदेश जाऊ त भने अब म एक्लै कसरी बस्ने त? यहाँ मुटुमाथि ढुङ्गा राखेर भए पनि मैले छोरालाई विदेश पठाउनै पर्छ। मैले नसोचे कसले सोध्छ र? उसको भविष्यको लागि सोच्नै पर्छ। मैले नि जोर नगरे छोरा विदेश जाँदैन। उसको भविष्य पनि त सोच्नु पर्यो। आखिर आमा हुँ, आमाको मन केही बुझ्न सकिनँ मैले। होस्, म त जेनतेन गरेर बाँचिहालौँला।
उनमाथि शङ्का लागिरहेको छ। कतै मलाई यो घर परिवारबाट निकाल्नको लागि आन्टीलाई अर्जुनले युज गरेको त छैन? कता कता मलाई त्यस्तै फिल भइरहेछ। अब म आफैले सबै कुरा बुझ्नुपर्छ। हेर्दै जा अर्जुन, अब मेरो कथासँगै तिम्रो व्यथा लेखिन्छ। अब परिवारमा जे हुन गइरहेको छ नि, त्यो कसैले पनि रोक्न सक्दैन। कसैले पनि रोक्न सक्दैन अर्जुन। अब परिवारमा महाविपत्ति आउँदैछ। महाविपत्ति। कस्तो अचम्मको स्वप्न देखे आज। कतै केही समस्या त परेको छैन सन्ध्यालाई? एकचोटि फोन गर्नु पर्यो। के नि बिग्रिन्छ र? खै फोन त गर्ने हो, तर कुनै रेस्पोन्स नदियो भने? हुन त केही गाह्रो परेको भए त उसले आफै कल गरिहाल्थ्यो नि मलाई। होस्,
अर्जुन, तपाईँ आज धेरै थकित देख्नु भएको छ। सबै ठिकै त छ नि? ठिकै छ कृतिका, त्यही त हो नि, अलिक कामको तनाव छ। सायद घरको माहौलले गर्दाखेरि तपाईँ थकित हुनुभएको होला, म बुझ्छु। तपाईँलाई सानो सानो कुरामा हेल्प चाहियो भने भन्नु न, म हेल्प गर्न सक्छु। तपाईँलाई आराम चाहिएको जस्तो छ, आराम गर्नु न। तिमी त कस्तो बुझ्ने है? तर कृतिका, मलाई तिम्रो अहिले हेल्प चाहिएको छैन। प्लिज लिभ मी एलोन। तपाईँलाई मेरो हेल्प चाहियो भने भन्नु ल। अहिले म जान्छु। हुन्छ, ओके। के छ, सन्चै हुनुहुन्छ? ल ढोक गरे है। के छ, सन्चै हुनुहुन्छ? म तपाईँलाई लिन आज सहर जानुपर्छ। तिमीले टेन्सन दिन चाहन्न कि छोरा? के त्यस्तो भन्नुहुन्छ होला के? म छु त, तपाईँलाई सहरमा केही पनि गाह्रो हुँदैन। छोरा भएको ठाउँमा जानलाई पनि यस्तो गर्नुपर्छ भने खुर्का लाएर ल हिँड्नुहोस्। ल ल जाउँ, रेडी हो नि त होइन? म ठुलो भएर पैसा कमाउँछु अनि ठुलो घर बनाउने, अनि तपाईँ र म सँगै बस्ने है आमा? हुन्छ छोरा, कति ज्ञानी मेरो छोरा। भोलि पर्सि मलाई घरमा लान्छ होइन?
म के 2-4 दिन माइत हराएको? साला घरलाई त चिडिया खाना बनाएको रहेछ होइन? म चाहिँ घरमा फोन गर्छन् कि भनेर कुरेर बसे। बुहारी माइत जाँदा न एकल सासूले फोन गर्यो। बुढाको त कुरै छोरो। यहाँ त यति मोज मस्ती गरेको रहेछ त नि, कसैलाई मेरो याद नआएको। घर यसै त सानो, त्यही माथि कहाँको मान्छे आएको कुन्ने। अब जति मोस गर्ने तिमीले। अनि तिमीले गर्यौ होइन? अब हेर, अनि तिम्रो त हिसाब छुट्टै लिनै बाँकी छ। ए आन्टी, घरमा बुहारी छोरी छैन? यसरी यत्रो सानो घरमा कब्जा गरेर बस्नलाई? अनि आमा, तिमीलाई त थाहा थियो त म यो घरबाट किन निस्केको भनेर। 2 महिना के बुहारी हराएको सान भान लिएर बसेछ। साँच्चै आज अचानक यस्तो सन्ध्याको रूप मैले कहिले देखेको थिइनँ। के कसैले यसमा कुरा लगाएकै छ कि कुरा वास्तवमै अर्कै छ? अचम्म लाग्छ, किन यस्तो गरेकी होलिन् वास्तवमा सन्ध्याले? सबै परिवार मिलेर गएको भए कति राम्रो हुन्थ्यो होला है? के सबै परिवार मिलेर जान सकिँदैन र? जताततै ठक्कर खाइरहने, जताततै हन्टर खाइरहने। कसलाई दोष दिनु आफ्नो भाग्य नै यस्तै भएपछि? होस्, अब जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन्, त्यही भनेर चित्त बुझाउने त होला। सन्ध्या, अर्जुन, तिमीलाई मेरो अलिकति माया लागेन? यतिका दिनसम्म पनि एउटा कल SMS केही पनि गरेन। सन्ध्या, के भयो, तिमीलाई सन्चो छैन कि क्या? ठिक छ,
अहिले यो समय यस्तै छ, त्यसै कारणले हो। तिम्रो खासमा याद नआउने कहाँ हो र सन्ध्या? मैले प्रत्येक दिन प्रत्येक रात तिमीलाई याद नगरेको समय नै छैन। झुट। त्यसो भए अनि मलाई किन कहिले कल एसएमएस नगरेको? तिमीलाई थाहा छ मैले प्रत्येक दिन तिमीलाई कल गर्ने आँट पनि गर्थे, तर लाग्थ्यो सायद मेरो कल उठ्दैन कि, किनभने तिमीले एक पटक पनि मलाई गएदेखि कल मेसेज केही पनि गरेको छैन। अनि रिसाएर म गएको होइन, एकचोटि फकाउन सक्दैन? म पनि त कति कुरेर बसेको थियो, जे जस्तै भए पनि शिरमान हो एसएमएस गर्छ होला, कल गर्छ होला, कति त्यो फोन साथमा राखेर सुत्यो, एकचोटि नि गरेन है यो स्टोरी। सेम टु यु। अहिले अनि साँच्ची अर्जुन, यो घरमा के हो? धर्मशाला हो? यति धेरै मान्छे देख्छु त। के गर्न सक्छ सन्ध्या? अब सबै आफ्नै नाता हुनुहुन्छ। एकातिर समीर दाई जुन मेरो काकाको छोरो, अर्को मेरो सानो मम्मी, मेरो मम्मीको आफ्नै बहिनी, अनि तिमी आफै भन त तिमीलाई को लाग्छ को बाहिरी मान्छे आएको छ र? यस्तो हो नि त, बाहिर मान्छे र घरको मान्छे फरक हुन्छ नि त। पाहुना भनेको 2 दिनको रमाइलो हो क्या। कति महिना भइसक्यो मलाई एक कुराहरू थाहा छ, यहाँ को आउँछ के गर्छ। तिम्रो चालामाला पनि खासै ठिक चाहिँ लाग्यो होइन है फेरि मलाई। सन्ध्या फेरि अब आएको पहिलो दिनमै म माथि शङ्का गर्न थाल्यो है। तिमी गर्छौ नि त्यस्तो। अरू मलाई थाहा छैन, तिमीलाई थाहा छँदैछ म यो घरबाट किन निस्केको भनेर। एउटा आमा त मलाई यो घरमा देख्न सकेको थिएन, त्यही मात्रै यत्रो धेरै बथान। अनि तिमी आउन पाएको छैन, फेरि कस्तो कुरा गरेको भने? ठिक छ त, अब 2-4 दिनपछि गइहाल्नुहुन्छ, किन तिमी यति धेरै रियाक्ट गर्नु पर्यो भन त? अब यति दिनपछि आछौ, मजाले शान्त भएर बस, राम्रोसँग बस, सबै कुरा समय अनुसार म्यानेज भइहाल्छ नि त, होइन र? तिमी टेन्सन नलिउ न अर्जुन, अब म आइसकेँ। यो घरलाई कसरी सही ठाउँमा राख्नुपर्छ मलाई मात्र थाहा छ। मेडिसिन खाएको छैन? खाइरहेको छु, अब चाँडै सन्चो हुन्छ। तिमी आयो नि। अब यो घरमा बस्नको लागि के जुक्ति निकाल्नु पर्ला? पक्कै न पक्कै कुनै न कुनै समीरले जुक्ति निकालिहाल्छ। मैले खासै त्यति चिन्ता मान्नुपर्ने कुरा छैन, तर अलिकति सावधान चाहिँ हुनुपर्छ है म। दिदी हजुरको बुहारी त साह्रै बिखालु, के भनी बुहारीको बानी चाहिँ मलाई ठिक लागेन। मलाई त चालमाला ठिक लागेन। त्यसको मुख मात्रै त्यस्तो हो कि? त्यस्तो होइन नानी, बुहारीको मुख मात्रै त्यस्तो छुच्चो के, मनको त कस्तो सफा छ, कस्तो माया गर्छ। त्यो अस्ति मसँग अलिकति झगडा गरेर गएको भएर रिसाएर त्यस्तो भनेको हो कि? ए मेरी बुहारी त कति छ भने म अस्ट्रेलिया जाने बित्तिकै त्यो एयरपोर्टमै खुट्टामा ढोग्न आयो कि, अनि अब घरमा गएपछि पनि त्यतिकै तातो खानुहुन्छ कि चिसो खानुहुन्छ कि मेरो सोचे। सोच्छन् नि, हाम्रो पनि सोच्छ। अब अस्ति एकचोटि थाकटुक परेको थियो नि त हाम्रो, त्यही भएर त्यो माइती गएको बेलामा रिसाएर गएको थिएँ कि, त्यही भएर अहिले आउँदाखेरि पनि अहिले त्यति रिसले मरेको छैन कि, रिस छ उसँग, त्यही भएर त्यस्तो गरेको। ए अनि फेरि त्यतिमा त कहाँ हो र? कहाँ घुम्नुहुन्छ? समुद्रमा घुम्नुहुन्छ कि टावरमा घुम्नुहुन्छ कि आफै गाडी हाँकेर सासु आमालाई घुमाइदिया? उसकै आमाले भन्दा मलाई त्यस्तो माया गरेको। घुमाउनु लाने ठाउँमा त हामीले नि लान्छ नि मिल्या बेलामा। अहिले अलिकति रिसले पो त्यसो नगरेको त। अब यहाँ घरमा बस्ने बेला मलाई पनि त मलाई खुसी लाग्यो बेला जाउँ आमा भनेर मलाई पनि त लान्छ नि घुमाउन त। अनि दिदी एउटा कुरा, बुहारी चाहिँ यहाँ 81 कसरी आइन् त? यसो विचार गर्दा त्यो समीर छ नि, समीरले नै त्यो बुहारीको कानमा फुक्याउनुपर्छ। त्यसो चाहिँ नभन क्या तिमीले, समीर त्यस्तो छैन, त्यस्तो कुरा लाउने त्यस्तो मान्छे होइन क्या त्यो। के थाहा
कसको मनमा को बस्ने यो घरमा अब कुरा लाउने यताको कुरा उता गर्ने मान्छे को छ त अरू म छु म छु म तिमीले चिन्तै गर्नु पर्दैन यो घरलाई कसरी ध्वस्त पार्नुपर्छ मैले पहिला नै सोचिसकेको छु के सोच्यौ र त्यस्तो मलाई भन्न मिल्दैन र मिल्दैन तर मैले जे भने त्यो तिमी गर्दै जाऊ बिस्तारै यो घर यो परिवार पुरै सखाफ हुन्छ बुझ्यौ नि होइन के छ मलाई भन्न नमिल्ने भए तिमी बस हेर्दै मात्रै जाऊ यो घरमा के घटना गर्छ भनेर सन्ध्या आएर के हुन्छ उसले ठुल्ठुलो कुरा गरेर के हुन्छ केही पनि हुँदैन किनभने यो घरको मेन मूली भनेको नि उसको सासु आमा हो र आमालाई कसरी फकाउनुपर्छ र कसरी हातमा लिनुपर्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ तिमी मजाले हेर्दै जाऊ हामी कोही पनि यो घरबाट कहीँ पनि जानु पर्दैन त्यही भएर तिमीले चिन्तै नगर यो घरमा म जबरजस्ती बसे जस्तो मेरो छोरा बुहारी छोरी चाहिँ सबै विदेशमा उता घरमा म एक्लै यहाँ केही कुराकानी हुन्छ रमाइलो हुन्छ भनेर आए कि त्यो समिरे छ नि समिरे कहिले जानुहुन्छ कति बस्नुहुन्छ मलाई सोधेको सोधै गर्छ न त्यसको घर न त्यसको केही म केही समय बसेर गइहाल्छु नि बस्ने कुरा त ठिकै हो नानी तिम्रो घरमा पनि त हेर्नु पर्ला अनि अहिले तिमीले घर जाने सोचमा छैन अहिलेसम्म जान्छु अहिले कहाँ जान्छु र दीपावली मनाएर जान्छु क्या अनि साँच्चै अर्जुनको कुरा के भयो माने त विदेश जानलाई मानेको छैन जाने मान्छेहरू खासखुस गएर फेसबुकमा फोटो हालेपछि थाहा हुने हाम्रो चाहिँ जाने कहिले के कहिले अहिले बयान भइसक्यो कि मैले बयान गरे हो र अब हजुरहरूले गर्नुभयो होला हजुर टेन्सनै नगर्नु न म सुटुक्कै पठाइहाल्छु नि बरु कसरी हुन्छ जाने उपाय गर्नुहोस् अब जाने मान्छे नि मानेको छैन मैले के गर्नु अब फकाएर हुन्छ कि धम्काएर हुन्छ कि रोएर हुन्छ कि हजुरले मनाउनु पर्यो उसको मन कसरी हुन्छ विदेश जाने पार्नु पर्यो हुन्छ म सोचौँला ल दिदी चाँडै नै सोचिहाल्नुहोस् ल तिमी पनि मेकअप गर्दै रहेछौ मै जान्छु नि किचनमा है हस् दिदी हस् कति दुखेको यो खुट्टा के गर्नु यस्तो खुट्टा दुखिरहेछ ल म बिस्तारै जानुहोस् अर्जुन चुपचाप छौ त यो घर परिवार टुट्दैछ त र पनि तिम्रो मुख बन्द छ त अर्जुन समीर दाइ
हो मलाई सबै कुरा थाहा छ तर मेरो मुख पनि बन्द छ हरेक समस्याको समाधान झगडाले मात्र हुँदैन मलाई पनि थाहा छ हरेक समस्याको समाधान झगडाबाट हुँदैन भनेर तर यो परिवारमा यो घरमा कसले के खेल खेल्दैछ भन्ने कुरा थाहा छ तिमीलाई अर्जुन कसले खेल्यो के खेल खेल्यो कुरा घुमाएर होइन सिधा राख्नुस् अर्जुन यो कुरा त समयले भन्ने छ कसले खेल खेल्दैछ कसले जाल बुन्दैछ भनेर म त यो परिवारको भलो चिताउने मान्छे भोलि पर्सि यो परिवार केही गरी बिचल्ली भइहाल्यो भने यो मनमा साह्रै पीडा हुन्छ त्यसैले भोलि पर्सि यो परिवारको बिचल्ली नहोस् भनेर म तिमीलाई सम्झाउँदैछु अर्जुन समीर दाई तपाईले यो कुराको टेन्सन लिनु पर्दैन र अर्को कुरा भविष्यमा के हुन्छ त्यो समयले नै देखाउँछ बुझ्नुभयो ओके हेर्दै गरौँला अर्जुन के हो हातमा फुल लिएर बसिराख्नु भएको छ त कसलाई दिनलाई हो यो फुल सन्ध्यालाई दिन त होइन हो सन्ध्यालाई दिनको लागि नै हो नि कसरी थाहा भयो तिमीलाई मलाई समीरले सबै भनिसक्यो नि थाहा भइहाल्छ नि यस्तो कुराहरू त सानो सानो कुराहरू कसैले भन्नुपर्छ र अघि सन्ध्या कति धेरै रुट भएर बोलेको है किन होला होइन त्यस्तो होइन मलाई लाग्छ सन्ध्यालाई कसैले गलत कुरा पुर्याएको हुनुपर्छ तिमीलाई के लाग्छ मलाई पनि त्यस्तै त्यस्तै लागिरहेको छ त्यस्तो को मान्छे होला सबै कुरा फैलाउने त्यही त कृतिका त्यसैको त खोजी गर्नुपर्ने छ नि मलाई खासमा यसरी घरभित्रको कुरा पुर्याउने मान्छे को चाहिँ हो भने अनि तपाईँले त सन्ध्यालाई धेरै माया गर्नुहुन्छ जस्तो लाग्यो त पुरै हाँगै बोकेर आएको छ त के गर्ने कृतिका यति धेरै महिनौ पछि आएको श्रीमती अलिकति त माया देखाउन त पर्यो नि त होइन र ओके कृतिका अहिले चाहिँ म गएँ है हुन्छ अब अर्जुनलाई कसरी फकाउने होला क्योमा कोठा त पुरै लथालिङ्ग छ त घरभरि त्यत्रो मान्छे पाल्नु भएको छ कसैले हात बढाएनन् कि घिचाउन मात्रै ल्याएको तिनीहरूलाई म त सम्झाउँदा सम्झाउँदा पनि दिक्क लागिसक्यो भने मान्छेको अगाडि हेर्दा चाहिँ बुहारीले कति टर्चर गर्छ जस्तो भित्रभित्र अघि आउँदा आमामामा के गरेर हाँसेर बसिरहेको थियो कति हाँसेर बसेको सबै परिवार कति खुसी भएको म बिना त कतिखेर यो बुहारी यो घरबाट निस्केर जाला र म रमाइलो गरौँला भन्ने भएको थियो होइन भने बुझ्नु पर्दैन अब यो उमेरमा
एक्लो छोरा छ कमाउने, घरमा चाहिँ धर्मशाला जस्तो गरेर दुनियाँ मान्छे ल्याएको छ। मेरै बुढाको कमाइ दुनियाँलाई खुवाउने गरेर छिछि सुँगुर बस्ने जस्तो गर्छ। अहिले चाहिँ मेरो गरी देखाउटी गर्ने। किन गर्नु, अब त नोकरानी आएको छ त, म आफै गर्छु काम, आफै गर्छु नि त। देखाउटी गर्नु पर्दैन, त्यो छोराको अगाडि राम्रो बन्नु पर्दैन। टोल टोलमा भन्दै हिँड्ने मेरो बुहारी यस्तो, मेरो बुहारीले यस्तो गर्यो उस्तो गर्यो, लास्टमा छुच्ची हुने त मै हो। कति सम्झाउनु, म त दिक्क लागिसक्यो भने बच्चा जस्तो व्यवहार गर्ने के। मलाई अरू कुरै थाहा छैन, मैले भन्न खोजेको के हो बुझ्नु भएको होला। यदि तपाईँलाई यो घरमा राम्ररी बस्नु छ भने नि त्यो 3 जनालाई यो घरबाट निकाल्नु। जाँदा जाँदै भन्दैछु, त्यो 3 जनालाई कसरी यो घरबाट निकाल्ने त्यो तपाईँको हातमा छ। आमा के भयो बुहारी? अब म चुप लाएर बस्न सक्दिनँ। तपाईँहरूले मलाई सोझी भनेर अति हेप्नुभयो, अब म सहन सक्दिनँ। किन बुहारी, तिमी त रिसले आगो भएर आयो त। आगो म भएको होइन आमा, आगो हुने बाध्य तपाईँहरूले बनाउनु भएको। यो घरमा के चलिरहेको छ देख्नु भएको छ कि देखेर पनि नदेखेको जस्तो गर्दै हुन्छ? के बोलेको बुहारी त्यस्तो? म तिम्रो आमा जस्तो हो। आमा जस्तो? आमा त होइन नि, सासु र आमामा धेरै फरक हुन्छ। तपाईँ सासु हो, आमा बन्ने कोसिस नगर्नु। आफूले आमा ठान्नुहुन्छ होइन? आफ्नो छोरालाई के भइरहेको छ, उसको मनमा के बितिरहेको छ, ऊ पल पल भित्रभित्र मरिरहेको छ, देख्नु भएको छ? यदि म गलत छु भने यो घर छाडेर जान तयार छु। यदि म सही छु भने तपाईँले पनि निर्णय लिनुपर्छ आमा। कस्तो निर्णय? यो घरको अनि तिनीहरूको। यदि उनीलाई यो घरमा राख्नु छ भने म यो घरबाट सदाको लागि निस्किन्छु। यदि तपाईँलाई आफ्नो बुहारी चाहिन्छ भने त्यो 3 जनालाई यो घरबाट निकाल्नु। अर्जुन, आज पनि तिमी चुप लाएर बस्यौ होइन? मलाई एक्लै यो घरसँग लड्नु परेको छ। सन्ध्या, तिमीलाई थाहा छ अहिलेको समयमा म एकदमै दोसाधमा छु। न म आमालाई के भन्न सक्छु, न तिमीलाई के भन्न सक्छु। तिम्रो यही बानीले गर्दा अनि तिम्रो चुप लाग्ने बानीले गर्दा म एक्लो परेको छु। हेर है अर्जुन, आज तिमी केही बोलेनौ भने भोलि म आफै निर्णय लिन्छु। कस्तो निर्णय? के भन्न खोजे तिमीले सन्ध्या? कि त यो घर बदलिनु पर्यो, होइन भने म फेरि पनि पहिला जस्तै गरी यो घर सदाको लागि छाड्नेछु।
अर्जुन के हो यो घर परिवारमा त ठुले आँधी बेहेरी आइरहेको छ त। समीर दाई म के गरौँ? एकातिर आमा हुनुहुन्छ, अर्कोतिर सन्ध्या छ। तपाईँलाई थाहा छ यो दुवैजनालाई सम्झाउँदा सम्झाउँदा म पागलै भइसकेँ। पागल किन नहोस् त। अब अर्जुन सन्ध्या र आमामा कुनै एउटालाई चुज गर्न सक्नुपर्छ। सबैको लागि भलो चिताउने मान्छे आफ्नै नजरमा हारिरहेको हुन्छ। म के गरौँ समीर दाई? मलाई यो घर बचाउनु छ, यो परिवारलाई बचाउन खोज्दैछु। हो मैले पनि यो घर यो परिवारलाई बचाउन खोजिरहेको छु अर्जुन। तर एकचोटि तिमी सोच त, यदि भोलि पर्सि आमा बिरामी भइहालिन् भने त्यसको जिम्मेवारी कसले लिन्छ? तिमीले। दिदी हजुर काम गर्दै हुनुहुन्छ? तिमी आयो बस न नानी, सफा गरिराखे। हजुर पनि बसौँ न। हुन्छ त्यो सफा गरौँ भनेर बस्नु बस्नु। कम्मर दुखेर कस्तो गाह्रो भएको छ नानी। अनि दिदी हजुर अस्ति भर्खर बुहारी नानी आएकी छन्, अनि हजुरले काम गर्ने हो त? अनि आफूले सकेको काम आफूले गरेर के हुन्छ त नानी? अनि बुहारीले सकेको बुहारीले गर्छ, मैले सकेको म गर्छु। त्यसो होइन क्या दिदी हजुर, मेरी बुहारीले त मैले जे काम अराए त्यही खुरु गर्छ। बुहारीलाई पनि छोरीलाई जस्तै माया गर्न सिक्नुपर्छ। अनि पो बुहारीले पनि आमालाई जस्तै माया गर्छ। बुहारीले कति नै बुहारीले माया गरे जस्तो हामीले पनि देखिरहेका छौँ। बुहारीले माया गरे हो कि होइन भन्ने कुरो। अनि के सोचेको नानी? के होइन दिदी हजुर?
तपाईँले धेरै टेन्सन लिनुभएको जस्तो छ। हो कृतिका, सायद दिमाग धेरै चलाएर हो कि। सबैको टेन्सन एक्लैले लिनुभएको छ। कहिलेकाहीँ टेन्सन सेयर गर्ने मान्छे पनि चाहिन्छ। कृतिका, किन हो किन तिम्रो हरेक कुराहरू सुन्दाखेरि मलाई चित्त बुझेर आउँछ। म तपाईँलाई सपोर्ट गर्न खोजिरहेको छु किनकि तपाईँ धेरै राम्रो मान्छे हुनुहुन्छ। यति धेरै राम्रो मान्छेले टेन्सन लिनु हुँदैन। यो मनको कुरा कसलाई पो साट्ने हो। आजभोलि एक्लो एक्लो भएको वास्तवमै फिल भइराखेको छ। आमा, म तपाईसँग एउटा कुरा गर्न आँकी। के कुरा बारे? यो घर हाम्रो कि ती पाहुनाहरूको? यो घर परिवारको हो। परिवारको? आमा, परिवार तब भनिन्छ एक अर्काको कुरा सुनिन्छ। यहाँ त म अलिकति केही बोल्यो भने सबैजनाको मुटुमा काँडाले घोचे जस्तै हुन्छ। बारे तिमी धेरै बोल्दैछौ। म बोलेको होइन आमा, मलाई तपाईहरू सबैले बोल्ने बाध्य बनाउनु भएको। मलाई आज एउटा कुरा स्पष्ट भन्नुस्, म बुहारी कि पाहुना? के हेर्दैछौ जुम गरी गरी? के हुनु समीर दाइ, हल्का अफिसको काम थियो, त्यो सक्नु लाग्यो। के हो, तिमी सुतेको छैन कि क्या हो? अनि दनिदो पो देख्छु त, के भएको छ? समीर दाइ, फेरि तपाईँ प्रवचन दिन थाल्नुभयो। तपाईँको प्रवचन अहिले मलाई चाहिएको छैन, बुझ्नुभयो? प्रवचन दिन आएको होइन अर्जुन, म तिमीलाई आजभोलि
दिनदिनै कमजोर देखिरहेको छु। समीर दाई, म कमजोर भएको होइन, म थाकेको हो। तपाईँलाई थाहा छ, यो घर, यो परिवार, सम्पूर्ण कुराहरू मिलाउँदा मिलाउँदै म टुक्रिराखेको छु समीर दाई। सो प्लिज सबैलाई मिलाउने जिम्मेवारी तिम्रो होइन अर्जुन। यो घरमा आमालाई शान्ति चाहिएको छ। यदि त्यो शान्ति सन्ध्याले दिन सक्दैनन् भने तिमीले सोच्नुपर्छ। समीर दाई, तपाईँ के भन्न खोज्दै हुनुहुन्छ? के भन्न खोज्दै हुनुहुन्छ? केही पनि होइन। मैले त यो घरको, यो परिवारको इन्भाइरोमेन्ट हेरेर जस्ट तिमीलाई सुझाव दिन आएको। समीर दाई, तपाईँ यहाँबाट जानुहोस् प्लिज। ओके, तर एउटा कुरा सधैँ विचार गरेर राख्नु, समीर दाईले केही कुरा भनेको थियो भने ए तिमी त के हो कोट सोट लाएर मलाई भन्दै नभनिकन घर चाहिँ लाइस क्या? होइन नि दिदी हजुर, अस्ति नै मैले हजुरलाई भनेको थिएँ नि दिपावलीमा मात्रै जान्छु भनेर, अनि हजुरले पनि राम्रो पसाएर आउनु भएको छ नि त। म त यो जाडो भएर के बिरामी छु नि त म। अनि दिदी हजुर, श्री स्वस्तानीको मेला लागेको छ साली नदीमा, अनि हामी चाहिँ कहिले जाने? ए घरमा यस्तो छ, मलाई मन्दिरतिर जानु मनै छैन। बरु मलाई तिम्रो घर चाहिँ जानु मन लागेर छ कि। भइहाल्छ नि दिदी हजुर, दिपावलीमा दिदी बहिनी सँगै जाम्ला। मेरो त फेरि 5वटा घर छ, हजुर कुन घरमा बस्नुहुन्छ? अनि फेरि कुन कोठामा सुत्नुहुन्छ? ठुल्ठुलो छ कोठा पनि, तातो भने पनि छ, चिसो भने पनि छ। आनन्द छ। अनि फेरि हजुरलाई घरमा मात्रै होइन नि त, अन्त पनि घुम्न लान्छु। कुन ठाउँमा घुम्न जानुहुन्छ? होइन, कुरा त घुमाए नि। होइन 5-5वटा घर छ भन्नेले मलाई लानलाई किन गाह्रो माने होला? दिदी हजुर के सोच्नु भएको? के होइन,
अर्जुन, आज तिमी केही बोलेनौ भने भोलि म आफै निर्णय लिन्छु। कस्तो निर्णय? यो घर सदाको लागि छाड्नेछु। यो घरमा आमालाई शान्ति चाहियो। यदि त्यो शान्ति सन्ध्याले दिन सक्दैनन् भने तिमीले सोच्नुपर्छ। म छोरा हो कि म हस्बेन्ड हो कि म को हो? साँच्ची म को हो? हो, अब यो घर परिवारमा सबै आफै एक अर्कामा जुधेर सकिँदैछन्। हाम्रो प्लान चाँडै सक्सेस हुँदैछ। अब यो घर, यो परिवार भत्किँदैछ।